यो चाहिँ एक्युपङ्क्चर के भन्छ इङ्ग्लिसमा हैन। हामीले यतिले एक्सर्साइज गर्यो भने हाम्रो होल बडीलाई एकदमै राम्रो काम गर्छ। यो चाहिँ मैले पनि प्यारालाइज जस्तो भएको बेला धेरै 10 वर्ष अगाडि ढुङ्गामा ढुङ्गामा हिँडेर यो त हैन, यो चाहिँ अब ठुलो भयो, एकदम खल्चा भइसकेको मान्छे राम्रो भएको थिएँ। यो चाहिँ गर्न सबैलाई जरुरी छ। यहाँ चाहिँ लेभल अनुसारको ढुङ्गा राखिदिएको छ। मैले खासमा चाहिँ यो उसको यो हुन्छ यो यसरी, यो चाहिँ लेभल तर मसिनो ढुङ्गामा हिँड्नुपर्छ हेल्थको लागि र होल बडीको लागि एकदमै राम्रो मसाज हो यो चाहिँ। किनकि हाम्रो खुट्टामा भएको नसाहरूलाई चाहिँ यसले एक्युपङ्क्चर गरिदिन्छ र चाहिँ होल बडीको नसाहरूलाई ओपन गर्ने काम गर्छ। र खाली खुट्टा हिँड्नुको उद्देश्य के हो भन्ने कुरा यही हो। म जसलाई पनि भन्छु कि महँगो जुत्ता लाएर सान देखाउनु भन्दा खाली खुट्टा हिँडेर देखाउनु होला। हेल्थको लागि एकदमै राम्रो हुन्छ, जुनै रोगलाई पनि काम दिन्छ। मेरो यो प्यारालाइज टाइपको भएको थियो धेरै वर्ष अगाडि। समुद्रमा बालुवामा हिँड्दा समुद्रमा एक किसिमको गिटी राखिएको हुन्छ, त्यो गिटीमा हिँड्दा 15 दिनमा च्वाट्टै भएको थियो। र यो जसले पनि गर्न सकिने, जहाँ पनि गर्न सकिने, दिनमा आधी घन्टा खाली खुट्टा हिँड्ने गर्नुभयो भने चाहिँ एकदमै राम्रो देखिन्छ। म चाहिँ प्रायः हातमा चप्पल बोकेर हिँड्ने गर्छु। यस्तो खालको गिटीमा चाहिँ हो अलिक राम्रो काम गर्छ हैन, किनकि सानो सानो नसालाई भेट्छ नि त। यो चाहिँ अब बिच खुट्टामा यसरी, यो चाहिँ मैले आफ्नै भोगाइ हो। योभन्दा धेरै वर्ष अगाडि मैले युरिक एसिड बढेर पनि होला सायद त्यसलाई कन्ट्रोल भएको छ। र मैले नेपाल जाँदा सरहरूलाई पनि भनेको थिएँ यस्तो हुन्छ भन्दा। यो चाहिँ सबै रोगलाई नियन्त्रण गर्ने हो, एक्युपङ्क्चर भन्छ है, इङ्ग्लिस राम्रो आउँदैन। यो चाहिँ सबै ढुङ्गा ठुल्ठुलो भयो हैन, तर यो पनि नहुने ठाउँमा काम दिन्छ। विदेशीहरूलाई सबै उल्टो गर्न आउँछ। भरसक मसिनो गिटी हुनुपर्छ। ल, कसैलाई मन परेको खण्डमा यो काम गर्नु होला। कुनै पनि रोगलाई काम दिने यो चाहिँ घरमा पनि बनाउन सकिन्छ, सानो सानो ठाउँ। यसलाई इङ्ग्लिसमा एक्युपङ्क्चर भन्छ। अब मलाई बोल्नु प्रश्न आए पनि बुझ्नु होला, यो कुन पार्टले कुन कामलाई के काम गर्छ भन्ने कुराहरू हुन्छ। यो सबै देखाइएको छ हैन। मैले चाहिँ आफ्नो भोगाइ पहिला मैले भोगेँ भन्न थालेपछि मैले यो पोस्टर देखेको हो। ल, हाम्रो दुईटै खुट्टालाई राम्ररी एक्सर्साइज गऱ्यौँ भने चाहिँ हाम्रो होल बडी र माइन्डलाई पनि एकदम बेस्ट गर्छ। ल, यो सबैले फलो गर्नु होला। यो चाहिँ रियलमा काम लाग्ने चिज हो, कुनै फोकट कुरा होइन।